आन्दोलनमै सहभागी नभएका मान्छेलाई गोली हानेर मारिया छ। अनि किन गोली हानिस् भन्दाखेरि प्रहरी प्रवक्ताले के बोल्नुहुन्छ, हाम्रो गल्ती भयो, मिस्टेकली हान्यो अरे। गल्ती भएर मिस्टेकली हानेर मान्छे मार्न पाइन्छ यो देशमा? करिब 800 राउन्ड त असुर ग्यास हानेको देखिएको छ। एक राउन्ड मात्र असुर ग्यास हाने भने यो सिंहदरबारको यो एरियाभरि देख्न नसकिने हुन्छ भने 800 राउन्ड भनेको कति हाने असुर ग्यास? त्यस्तो किसिमको जघन्य अपराध जो राज्यले गरेको छ, त्यही भएर गृहमन्त्रीको राजीनामा हामीले अहिले मागिरहेका छौँ। भ्रष्टाचारी नालायकहरूको सरकार अझै राख्न खोजिरहेछन् उनीहरूले। प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुँदैन तबसम्म हाम्रो आन्दोलन जारी हुन्छ। घरभित्र गएर घरको कोठामा गएर गोली हाने छ। यसरी मान्छे मार्न पाइन्छ? यो त्रसित गरेको, तिमीहरूको लुटतन्त्र जान्छ भनेर त्रसित गरेको, त्यही लुटेको हेर्नुपर्ने, गिरीबन्धु काण्ड अझै हेर्नुपर्ने, हामीले ओम्नी हेर्नुपर्ने, नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर बेच्दासम्म तिनै मान्छे आज देशको मन्त्री बन्न पाउनुपर्ने। 20 गते यसको टेलर हुँदैछ। त्यहाँको फिल्ड कमान्डरलाई पनि निलम्बन गर्नुपर्छ, गृहमन्त्रीको राजीनामा हुनुपर्छ भनेर अहिले हामीले कार्यवाहक प्रधानमन्त्रीलाई भर्खरै राष्ट्रिय प्रजातन्त्र पार्टीले विज्ञप्ति बुझाएका छौँ। गृहमन्त्रीको राजीनामा मागिराख्नु भएको छ, राजीनामा दिनुहुन्छ त गृहमन्त्रीज्यूले? दिनु भएन भने हामी थप कदमका कार्यक्रमहरू अगाडि बढाउँछौँ। के लागि गोली हान्ने? कसैले शान्तिपूर्ण प्रदर्शन गर्यो भने त्यसलाई नियन्त्रणमा लिन सकिन्छ नि त। असुर ग्यास हाल्न सकिन्छ, उसलाई समान नियन्त्रणमा लिन सकिन्छ। अब गोली हानेपछि कति हाने रहेछ त गोलीलाई भन्नु त? झन्डै 200 राउन्ड त गोली हानेको रहेछ। स्टेजमा राष्ट्रिय गान बजेको बेला असुर ग्यास हानेको। डिफेक्ट हो भन्ने कुरा आइसक्यो। डिफेक्ट यो प्रहरीको प्रवक्ताले जे भन्यो त्यही हुन्छ यो देशमा। प्रहरीको प्रवक्ताले ट्युसन कहाँ पढ्नुपर्ने गएर पढे हुन्छ। यो टेक्नोलोजीको टीसम्म ज्ञान नभएका साथीहरू।